मन्दिर जान लाग्छ सबैजना यति धेरै लाइन छ मेरो बडी देखाउँछु कि म भैले आयो अङ्ग के हो रे दिदी भोलि मान्छे गाली खायो भने मर्निङ सोफा साथीहरू आज चाहिँ हामी बिहान नुहाएर आएको थिएन लड्यो भने सबैजना बिहान एकछिन नुहाएन अनि हामी आज चाहिँ मन्दिर जान लाग्छ सबैजना बिहान त्यो पनि दक्षिण काली यति टाढा छ कि यहाँबाट ठ्याक्कै कति किलोमिटर 1 घन्टा 22 मिनेटमा 1 घन्टा 22 मिनट लाग्छ अब कति किलोमिटर चाहिँ थाहा भएन त्यति छ हामी त्यहाँ जान लाग्यो आज चाहिँ बिहान हामी 3 बजी उठेर म सबैभन्दा अगाडि उठेर नुहाएको 3 बजी अनि अहिले 5 बजिसक्यो हामी एकछिन नुहाएर जाडो छ नि चिसो छ सबैजना कुर्ती लगाएर आएको छ अनि यसको लुक्स प्रेटिकल हाम्रो यहाँ 2 जना छ यस्तो अँध्यारोमा मन्दिर जान लाग्यो कस्तो जाडो भयो भने हामी चाहिँ जानु लाग्यो अब बस्ती पाउँछ भनेको छ मान्छेहरूले भनेको बस्ती पाउन त पाउँछ तर यतिखेर चाहिँ पाउँछ कि पाउँदैन त्यो हामीलाई थाहा छैन अब हामी जान लाग्यो ठ्याक्कै 5 बजे रे कस्तो संस्कारी भएर जान लाग्यो सबैजना हामी यहाँ चाहिँ सिन्धारा आइपुगिसक्यो गाडीमा चढेर पनि आज शनिबारको दिन के पनि है यति मान्छे सेजसम्म ठोगोले हिँड्नै उता राम्रो आएछ एकदम राम्रो अब कति वर्षसम्म लाइन लिटल गर्ल यहाँ छ मेरो दिदीले कुखुरा बोकिरहेको कति बजे छ कति बजे छ हेर्न 7:55 भयो कति बजीसम्म यति धेरै लाइन छ कि चुच वहाँ पर उताबाट पनि छ अहिले यहाँबाट पनि छ 1 घन्टा भइसक्यो वहाँबाट लाइन बसी आएको विपन्ना सानो एउटा चाहिँ यति लाइन छ कि मान्छेहरू माता बन्दै जाँदै गरेको छ
ओढ़नी पर्छ चुन्नी बच्चा रमाइलो मान्छेहरूलाई सर्टकट त्यहाँ जानु आयो त्यहाँबाट चाहिँ छिर्नु नदिनु है मान्छे त्यहीँबाट छिरै अब कम्प्लिटली गर्ने म उता बनाउने कि यता आउने हामी वहाँ माथिदेखि लाइनमा गयो दिदीहरू जानु त्यताबाट नि आउँदैछ नि मान्छे त्यहाँतिर गाडीहरू हेर्नु मान्छेहरू हेर्नु कति छ म त भिडियो बनाएर यस्तो बोल्छु त्यस्तो बोल्छु जस्तो लाग्छ अन्त भिडियो क्यामेरा अगाडि कति बज्यो 11:40 तेरो बाले 11:40 10:40 साइड कति 11:30 मा बन्द सायद 40 मिनेटमा म्हणजे यो बना हामी चाहिँ पूजा गरेर बसेको त्यो बेला यो धेरै प्याक हुन्छ त्यो भएर मैले रेकर्ड पनि हाम्रो त मैले चाहिँ यो बनाएको विपनाले नि बनाउँदैछ दिदीले पनि बनाउँदैछ सबैले एउटै लानेको ल है माइले कुखुरा काटेर आएछन् शान्ति गरिदिनु निरोगी गरिदिनु धेरै पढ्नु छिटै बढ्नु के गर्नु वाइफाइ धेरैवटा नबनाउनु म्यानेज गर्नु सक्यो भने 10-12वटा बनाउनु म्यानेज गर्नु सकेन भने एउटैमा खेप हुन्छ है मिलाएर गर्नु उयो बाको चालमा सेकाउनु पर्यो कति धेरै चिलो है हामी चाहिँ रुममा आएर पनि 1 घन्टा भइसक्यो खाजा ल्याएर पनि आएको यस्तो टाइट भएको दिन हामी सबैजना अनि त्यही भएर यसरी केही पनि बनाएन केही पनि गरेन हामी त्यही पनि रुममा आएर एकजना बिरामी भयो आज एकजना यहाँ खाजा थियो एकजना खाजा आएर यति छोडिरहेको छ
उसले चाहिँ जिम गर्दैछ बजिसकेको छ वाउ भ्यू बेबी ल ब्लग तामाङ पोच तामाङ अहिले चाहिँ रातिको 8:30 बजिसकेको छ हामीले खाना खाएर पनि सकिसक्यो कस्तो दुइटै हातले समातेको अनि हामी चाहिँ हेर्ने तपाईँले बाहिर बसिरहेको छ विपनाको यो चाहिँ हाम्रो बनेपाको भ्यू देख्न सक्नुहुन्छ रातिको भ्यू त्यो पनि अनि आजको लागि चाहिँ भनौँ न हामीले अब त्यस्तो रेकर्डै गरेन भिडियो गरेन त्यो त्यहाँ मान्छे ढल्न लागिसक्यो 4 घन्टा लाइनमा बसेर गर्मीमा ओहो हो आएर खाना खाएर अनि तागतै थिएन बस्न नि सिट भेटेन अहिले चाहिँ होइन उसको तागत आइसक्यो त्यो के अरे गिराज कुखुराको झोल खाइसक्यो अहिले चाहिँ मैले खाएको छैन तागत आइसक्यो मेरो बडी देखाउँछु कि म मेरो उसको भन्दा ठुलो छ नि थाहा छ यो कुर्ताले नदेखेर मात्रै मेरो तागत आइसक्यो मान्छे उसको भन्दा मेरो ठुलो छ है मेरो कुर्ताले नदेखेर यस्तो गर्नुपर्छ कि पोजहरू बहिनी हजुर त्यस्तो गर्नु हुँदैन सिङ्गलै मर्ने भएकै छ भने कन्ट्याक्ट गर्नु होला भनेर नमिल्ने यस्तो गर्नुपर्छ त्यो रेकर्ड भइरहेको छ कि आफै बिस्तारमा छेर्छ मुन्ना छेर्छ कि मान्छेलाई ती बेला छेर्छ इरिटेट नेपाली पनि नेपाली क्या रङ्गै नेपाली गेम इरिटेट इङ्ग्लिस गेम आइसक्यो नि नाना दिदी खाजी फेरि आने क्या दिदी इरिटेट छेरछिङ गर्नलाई नेपालीबाट के भन्छ छेरछिङ गर्नलाई नेपालीबाट के भन्छ भने कि इरिटेट भयो अरूलाई इरिटेट भयो हामी चाहिँ नेपाली आउँदैन हामीलाई चाहिँ हाम्रो तामाङ भाषा प्योर आउँछ फेरि नेपाली आउँछ हामीलाई पनि तामाङ प्योर तामाङ भाषाबाट परिचय गर्नलाई लासो ngala minza anisa bomjan tamang ngala dim jaka akun ki tamang le sida laso fiafula ngaja anisa bomjan tamang ngala dim jaka bre महाभारत गर्ती छाप्रे ngaja bomjan जामे दानी एल पालो यसको अब तिम्रो पालो लासो फिafula रोगदे ngala minja विपाना गोले ngaja काभ्रे डाडापारी महाभारत 8 पातले नामसल हिन्न र ngaja चुरी दाते सिनगाली चिमुला अनि जान्दा ते सिनगाली चिमुला चुरी एउटा कति दिन अब म सिक्दै छु आ है भन मेरा भयो देउसी गयो त तपाईँ त कस्तो हिजो अस्ति भन्दा मोटो देखिरहेको छु त म हो आइ भन मेरा भयो देउसी रे तिहार आएको छैन देउसी रे तिहारको लागि डान्स सिक्ने हो कि यस्तो यस्तो क्या तिहारै आयो लौजिली मिली तिहारै आयो लौजिली मिली यसो न हजुर भैलेनी आए मगाना ऊ चाहिँ मेरो बहिनी है साथीहरू हाम्रो बहिनी ऊ चाहिँ क्या देख रहा है इधर मत देखो आंखें डाल आंखें खोल डालूंगी जाओ लोकल ठर्रा होइन हो कहिले त रमाइलो गरौँ भनेर बाहिर निस्क्यो हो
म भट्याउँछु ल देउसिरी भन्नु भैली म भट्याउँछु कि देउसिरी भन्न फर्स्टमा के भनौँ ल स्टार्ट ए बन मेरो बहिनी बन मेरा बहिनी हो भन्छ बन मेरो बहिनी देउसिरे आहै शर्मिलाई भन शर्मिला कोन भन्छ छिर भन जे भनी भन देउसिरे ल सुरु स्टार्ट ए भैली राम हो पहिला भैली राम होइन कि देउसिरे ल ल ल आहै बन मेरो बहिनी देउसिरे आहै बन मेरो बहिनी देउसिरे आहै शर्मिलै कान देउसिरे आहै शर्मिलै कान देउसिरे आहै झिलमिली झिल्ला देउसिरे आहै झिलमिली झिल्ला देउसिरे ए हामी यसै आएको होइन देउसिरे ए दक्षिणा चाहियो देउसिरे आहै दक्षिणा चाहियो देउसिरे आहै 100 रुपियाँ चाहियो आहै 100 रुपियाँ चाहियो देउसिरे आइज बटाउनु आहै हामी दुईजना छ आहै 200 थप गर्नु पर्यो आएन क्या यो प्र्याक्टिस गर्नुपर्छ तिहार आउँदैछ तिहारको लागि प्र्याक्टिस हो के तिहार आउँदैछ तपाईहरू साथीहरू होइन यो ठाउँमा आउनु होला तिहारमा देउसी खेल्नलाई हामी पनि साथी गइदिन्छौँ तपाईँहरूलाई हामी यहाँ 4 जना छ एकजना यहाँ छ आउन यहाँ छिटो एकजना यहाँ छ एकजना भित्र छ क्या अनि रमाइलो हुन्छ यसपालिको तिहार हाम्रो दिदीबहिनीहरू मात्रै छ है यसपालि चाहिँ भाइ दाइहरू चाहिँ विदेशमा दाइ हुनुहुन्छ हाम्रो अनि त्यसै भाइहरू चाहिँ गाउँतिर कुनै यतै छ हामी सकेसम्म भेट्न चाहन्छौँ भन मेरो साथी हो देउ छोरा भटियालो आइ भन मेरो घरबेटी होइन म ल म सिकाउँछु तिमीहरूलाई भैलिरी नै है त भैली केटीहरूको रे यो चाहिँ फर्स्टमा सुरु हुन्छ आँगनबाट भन शङ्खरो त शङ्खर भैली आयो अङ्ग नाच्न छ औँसीको दिन गएको तिहार भैलो भन्ने आएन नाच्न तपाईँ नाच्न ल यहाँ नाच ल यहाँनिर क्यामेरामा देखोस् क्या यहाँनिर नाच्न ल शङ्खर त शङ्खर भैलिन आयो अङ्गार लास्ट अब चाहिँ लास्ट ल तँ भित्र जा शङ्खर त शङ्खर भैलिन आयो अङ्गार औँसीको दिन गएको तिहार भैलो अनि त्यसपछि यो खाबो के अनि लास्टमा चाहिँ के अरे यो घर क्याले लिपेको लक्ष्मी गोबरले लिपेको औँसीको दिन गएको तिहार भैलो अनि त्यसपछि हामी त्यसै आएको होइन भरिमार साथीहरू हामी चाहिँ यहाँ हाँस्ने पनि वातावरण छैन किनकि डिस्टर्ब हुँदो रहेछ साथीहरूले के हो रे दिदी भोलि मान्छे गाली खायो भने तिमीहरू हामीलाई चाहिँ यसले कराएको अब यसलाई हामीले कुट्छ बोले
सोनियाले चाहिँ हाँस पनि नउठिकन हाँस्जे जस्तो लाग्छ मलाई त अभी रे हैंगन थे हम तो देंगे अरे भन मेरा भयो त्यो भन्दा जिस्के साच्चै भनिरहेको तिमीहरूलाई दिउँसो चाहिँ मन लाग्दैन अहिले राति राति मान्छेले डिस्टर्ब हुने गरी हो भने मान्छेको भोलि बिहान काम हुन्छ हामी भोलिदेखि चाहिँ बिहानदेखि नै भिडियो बनाएर उ गर्नेलाई बेच्दैन हस् त्यो एलिना हेर्नु साथी थिए तर म बिचारा लाग्दैन बेच्दैन बित्दैन दिदा सिङ्गेको तिमी माथि माथि सागरको